मैले के भनेको छु भने मुख्य बुदामा अब म सङ्घमै धर्नामा पनि जाँदैछु। त्यसमा मैले सबैभन्दा आवश्यकता अनुसार सहयोगी सेवा मलाई चाहिएको सहयोगी सेवा 24 आवरको हो भने अहिले भर्खर यहाँ खोम्जी भर्खरै यहाँबाट उठेर बाथरुम जानुभयो, उहाँलाई भनेको पनि बाथरुम जानको लागि सहयोगी सेवा चाहियो नि त होइन। त्यस्तै हामी सबैलाई यहाँ चाहिएको अवस्था हुनसक्छ, केही साथीहरू नचाहिएको अवस्थामा पनि हुनसक्छ। 1 नम्बरमा सहयोगी सेवा आवश्यकता अनुसारको, 2 नम्बरमा सहयोगी सामग्री आवश्यकता अनुसारको, तेस्रो नम्बरमा भनेको हामीलाई चाहिएको भनेको अपाङ्ग मैत्री वातावरण समुदाय, हाम्रो जुन समुदाय छ यो 3टा कुराहरू चाहिँ हामीलाई एकदमै न्यूनतम नभई नहुने कुराहरू हुन्। यो चिजहरू चाहियो भनेर मैले पहिलेदेखि आवाज उठाइरहेको। मैले त अब भनौँ न स्थानीय तहमा पनि पुगेँ, त्यहाँबाट कुनै पनि नलाएपछि उनीहरूले अब पन्छाउनको लागि मलाई सङ्घमा पठाउनु भयो। म मन्त्रालय पनि पुगेँ, मन्त्रालयमा कुरा गरेँ, केन्द्रमा नि पुग्नुभयो। हुन्छ भन्नुभयो। मानव अधिकार आयोगमा पनि गएँ, म यसरी त्यहाँ पुगेर फर्केको हुँ है, तपाईँहरूले चाहिँ ताकेता गरिदिनु पऱ्यो भनेर त्यहाँ पुगेँ होइन। अब यो नभएको अवस्थामा अनि फेरि यहाँ कतिपय चाहिँ उदाहरण कस्ता छ भने तपाईँलाई प्राप्त नभएका केसहरू पनि यहाँ छन् नि होइन। त्यो भएपछि यसको अब एउटा समाधानको विकल्प भनेको अब हामीले आन्दोलनमै उत्रिएर होइन, अब एउटा